हेलो नमस्ते टेस्टीले सम्पूर्ण मेरो आमा बाबा दाजुभाइ दिदीबहिनीहरूलाई फेरि स्वागत छ तपाईहरूलाई मेरो यो थर्ड ब्लगमा। दसैँमा टिका लगाउनुलाई मेरो नान्दा नान्दे भाइ नानीहरू भान्जा भान्जीहरू सबै आएको छ त उनीहरू टिका लगाउनुलाई। दाजुले टिका लगाइदिँदैछ बहिनी ज्वाइँलाई। हेर्नु होला, इन्जोय गर्नु होला। अब लास्ट दसैँको लास्ट पूर्णिमाको दिनमा उनीहरू टिका लगाउन आएको छ। धेरै मन पराइदिनु भएको थियो मेरो फर्स्टको ब्लगहरूमा तपाईहरूले। यसमा अझै धेरै मन पराइदिनु होला। तपाईहरू पनि हामी पनि सधैँभरि यसरी घर परिवारहरू सबैसँगै भएर दसैँ मनाउनु पाऊँ हर साल राम्रोसँग खुसीले। यहाँ चाहिँ भान्जी नानी, सानो भान्जी नानी पनि छ हाम्रो। भान्जा भान्जीहरू मेरो नन्दलाई चाहिँ धेरै मिठो लागेछ। बहिनीलाई चाहिँ हो नाच्नै थाल्यो। यहाँ चाहिँ देउरानी उता बहिनी ढोक्न थाल्यो ज्वाइँले। आशीर्वाद दिनु पर्यो हामी चाहिँ बुढाबुढी। भान्जाले पनि ढोक्यो मामालाई, मलाई इज्जत गर्छ मामा र मलाई। अब भान्जी र ज्वाइँ फेरि आउनुभयो, उहाँलाई पनि टिका लगाइदिँदैछ मामाले। यो सालको दसैँको यो लास्ट ब्लग हो। अब अर्को साल दसैँमा पनि तपाईँहरूले यतिकै माया दिइराख्नुभयो भने अझै ब्लग बनाएर म तपाईँहरूको अगाडि राख्न चाहन्छु। धेरै 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 माया दिनु होला। सबैलाई खाना बसेर चिउरा खानेलाई चिउरा, भात खानेलाई भात सबैलाई दिएर खाँदैछ सबैजना हामीहरू। त अब लास्ट दिन भनेर आज मूर्ति भसानको दिन हामी सबै नाच्दै गाउँदै साथीभाइहरू मिलेर बिदा गर्नु जाँदैछु। हामी माता दुर्गालाई जाँदैछु। बजारमा पुग्यो यतिखेर। हाम्रो यहाँ यति रमाइलो हुन्छ, सबैजना साथीभाइहरू मिलेर रमाइलो गर्छ मूर्ति भसानको दिनमा। त माताको भसान हुँदैछ यहाँमा। ढिलो भयो जाँदा जाँदा, फुर्ती गर्दै गर्दै नाच्दै नाच्दै जाँदा ढिलो भयो। त सधैँभरि यसरी माताको दर्शन गरेर माताले यो संसारमा सबैको दुःख कष्ट दूर गरून् माताले। माताले आशीर्वाद सबैलाई राम्रो दियोस्। जति पनि सम्पूर्ण यो संसारमा जतिजना छ सबैलाई राम्रो आशीर्वाद दिएर यो सालको दसैँको मेरो ब्लग यति नै हो। तपाईहरूले धेरै मन पराइदिनु होला। थ्याङ्क यू यो मेरो ब्लग हेरिदिनुलाई। तपाईहरूलाई अर्को ब्लगमा भेटौँ।